नमस्कार लस्सो फ्याफुल्ला अनि टसिदेले गादरी सम्पूर्ण महानुभावहरू म जोन्सन लामा तामाङ। आज म तपाईहरुसँग एक अद्भुत अनुभव शेयर गर्न चाहन्छु। हिजो मात्रै काठमाडौँमा रहेको मण्डला थिएटरमा प्रथम पटक नेपाली भाषामा मञ्चन गरिएको काग्यू परम्पराका सिद्ध गुरु तिब्बती महान योगी मिलारेपाको नाटक हेर्ने अवसर पाएँ। आज म यस भिडियो मार्फत उक्त नाटकको छोटो रिभ्यू अनि मिलारेपाको पूरा जीवन यात्रा, उनी कसरी दुःख, प्रतिशोध, पश्चाताप, वैराग हुँदै बोधि लाभसम्म पुगे भन्ने कुरा छोटकरीमा प्रस्तुत गर्न गइरहेको छु। आउनुहोस् भिडियो सुरु गरौँ। मण्डला थिएटरको मिलारेपा नाटकले बौद्ध इतिहासको एक अत्यन्तै गहिरो आध्यात्मिक कथा नेपाली दर्शकहरूमाझ अत्यन्त जीवन्त रूपमा प्रस्तुत गरेको छ। यस नाटकमा सबैभन्दा प्रभावशाली लागेको कुराहरू भनेको मिलारेपाको मनोवैज्ञानिक रूपान्तरण जुन छ, शक्तिशाली संवादहरू भयो, यसैगरी हिमाली बौद्ध परिवेश झल्किने गीत सङ्गीत र मञ्चको जुन मञ्च संरचना बनाएको छ, स्टेज डिजाइन जुन छ त्यो चाहिँ अत्यन्त राम्रो थियो र यसैगरी कलाकारको अभिनय अत्यन्तै जीवन्त र उत्कृष्ट थियो। विशेष गरी मिलारेपाको यात्रामा भएका दुःख, क्रोध, अपराधबोध र अन्तिम मोक्षका क्षणहरू अत्यन्त नजिकबाट महसुस गर्न सकिने बनाएको रहेछ। त्यसो त आध्यात्मिक नाटकहरू अलि गहिरो विषयमा केन्द्रित भएका हुन्छन्, तर मिलारेपा नाटकले दर्शकहरूलाई लगातार इन्गेज राख्नको लागि सफल भएको मैले पर्सनली पाएँ। जसले यो नाटक हेर्नको लागि जाने प्लान बनाइरहनु भएको छ, उहाँहरूको लागि एउटा छोटो सन्देश चाहिँ के छ भन्दाखेरि, यदि तपाईँहरू यो नाटक हेर्न गइरहनु भएको छ, जान लागिरहनु भएको छ भने मिलारेपाको जन्मदेखि निर्वाण प्राप्तिसम्मको जुन घटना परिघटनाहरू चाहिँ विभिन्न माध्यमबाट सुनेर अथवा बुक पढेर जानुभयो भने तपाईँ अलरेडी त्यो विषयहरू थाहा भइसक्या हुन्छ र त्यहाँ नाटक हेर्दै गर्दाखेरि चाहिँ आफैसँग रिलेट गरेर हेर्दाखेरि अझ राम्रोसँग कथाका हरेक पात्रहरूसँग, हरेक पात्रको भावहरूसँग चाहिँ बग्दै त्यो नाटकको मजा चाहिँ लिन सक्नुहुन्छ। त्यस कारणले गर्दाखेरि केही कुराहरू हेरेर सुनेर मिलारेपाको बारेमा केही कुराहरू चाहिँ हेरेर सुनेर चाहिँ गइदिनुको लागि म हार्दिक अनुरोध चाहिँ सम्पूर्ण महानुभावहरूमा गर्न चाहन्छु। किनभने मैले पनि हिजो जब नाटक हेर्दै थिएँ, त्यो नाटक हेर्ने क्रममा पहिले नै ग्रेट योगी मिलारेपाको बारेमा एउटा पुस्तक पढेको थिएँ। मसँग एउटा पुस्तक रहेको छ, मिलारेपाको जीवनी भन्ने। यो चाहिँ धेरै वर्ष अगाडि मेरो हातमा परेको थियो। यो मेरो एकजना दाई, लामा दाई मार्फत चाहिँ मैले यो पुस्तक उपहार स्वरूप पाएको थिएँ र मीन बहादुर साक्य र मिलन साक्यद्वारा नेपालीमा अनुवाद गरिएको यो पुस्तक पढेर जाँदाखेरि मैले मिलारेपा नाटक हेर्दै गर्दाखेरि धेरै कुराहरू आफैले रिलेट गरेर हेरेँ र यो बुक पढ्दै गर्दाखेरि पनि म अलिकति भावुक भएँ। मैले आफ्नो आँसुलाई थाम्न सकिरहेको थिएन र जब मैले हिजो नाटक मञ्चन भइरहेको क्षणमा पनि नाटक हेरिरहँदाखेरि हरेक पात्रहरूसँग र मिलारेपा र उनका आमा र यसैगरी उनको बहिनीले पाएको जुन दुःख कष्टका क्षणहरू, मिलारेपाले भोगेका ती हरेक दुःखका पलहरू सँगसँगै मेरो आँसुलाई मैले यो रोक्नको लागि मैले सकिरहेको थिएन। त्यसैले यो लाइफ अफ मिलारेपा भन्ने बुक चाहिँ अलरेडी स्टडी गरेर अथवा कुनै युट्युब मार्फत अथवा गुरुहरू मार्फत चाहिँ हजुरहरूले यो मिलारेपाको जीवनीबारे पहिले केही कुराहरू याद गरेर जानुभयो भने नाटक हेर्न अझ मजा आउनेछ।
र सिक्नुपर्ने कुराहरू हामीले धेरै कुराहरू चाहिँ सिक्नेछौँ। अब निष्कर्षमा भन्नुपर्दा यो आध्यात्मिक इतिहास, भिक्षु परम्परा वा जुन कथामा जुन यो भित्री रूपान्तरण, मान्छेको भित्री रूपान्तरणको कथामा चाहिँ यदि तपाईँ रुचि राख्नुहुन्छ भने त्यो रुचि राख्ने हरेक व्यक्तिले हेर्नै पर्ने नाटक जस्तो लाग्छ मलाई यो। अब यो त भयो नाटकको बारेमा थोरै रिभ्यू। अब मिलारेपाको जीवनी पट्टि जाउँ हैन। मिलारेपाको जीवनी थोरै म सारांशमा यहाँहरुमाझ राख्न गइरहेको छु। मिलारेपाको जन्म 11औं शताब्दीमा तिब्बतको क्याङ्गाचा भन्ने गाउँमा भएको थियो भने बाल्यकाल अत्यन्तै सुखद थियो। तर जब उनका बुबा बिते, घर जग्गा सम्पत्ति सबै नातेदारले कब्जा गरे, विशेष गरी उनका आफ्नै फुपू र काकाले। उनी र उनका आमा अनि बहिनीलाई अत्यन्त शारीरिक र मानसिक यातना दिइयो। यो अत्याचारले मिलारेपाको मनमा घोर प्रतिशोधको बिउ रोप्यो। त्यही बिउ पछि गएर उनको आध्यात्मिक यात्राको सुरुवात बन्न पुग्यो। आफ्नै आमाको प्रतिशोधपूर्ण इच्छा पूरा गर्न मिलारेपाले जवानीमा कालो विद्या र असिना पार्ने विद्या सिक्ने भयानक निर्णय लिए। उनी एक शक्तिशाली गुरु कहाँ गए र त्यहाँ उनले अद्भुत तर विनाशकारी शक्ति हासिल गरे। प्रतिशोधले उनले गाउँका ती निर्दयी नातेदारहरूको घरमै कालो विद्याको माध्यमबाट विनाश ल्याए। धेरै मान्छेहरूको मृत्यु भयो। जीवनको उत्तरार्ध कालतिर आएर उनले एक अनन्य बौद्ध साधकका रूपमा आफूलाई परिवर्तन गरे। प्रतिशोधले मिलारेपालाई सन्तुष्टि दिएन। उनले एक मात्र मार्ग रोजे, धर्मको मार्ग र मोक्ष। धेरै सङ्घर्ष र मेहनतपछि उनको भेट महापण्डित नारोपाका प्रत्यक्ष शिष्य नवीन तन्त्र परम्परा शर्माका सिद्ध अनुवादक राज प्रख्यात मार्पा लोचावासँग भयो। भनिन्छ कि तिनै लोकमा उनको तुलना कसैसित गर्न सकिन्न। तर मार्पा गुरुले उनलाई तुरुन्तै अनुयायीको रूपमा लिएनन्। उल्टै उनले मिलारेपालाई गर्भिलोलाई थिच्ने कठिन परीक्षा, घर बनाउने, भत्काउने, पुनः बनाउने, पत्थर बोक्न लगाउने जस्ता अत्यन्त कठोर कृत्यहरू गराए। यी परीक्षा वास्तवमा मिलारेपाको अहङ्कार, महापाप र कष्टलाई जलाउने आगो थियो। उनको जीवनशैलीले महापापीहरूलाई पनि धर्म अभ्यास गर्नतिर अभिप्रेरित गर्दछ। अनित्य, दुःख र कर्म फलप्रति अदम्य तथा अटल विश्वास भएका कारण उनी अष्टलोक धर्मबाट पूर्ण रूपले अलग एक महान योगीका रूपमा परिणत हुन सफल भयो। मार्पा लोचावाका प्रेरणादायी उपदेशहरूबाट उनले महाकरुणा र बोधिचित्त उत्पाद गरे। उनी लक्षणयुक्त एवं योग्य कल्याण मित्र मार्पा लोचावाका निरन्तर मार्गदर्शनमा मिलारेपाले नारोपाका षड्योग, विशेष गरेर चण्डाली योगको दिलोज्यानले अभ्यास गरे। मार्पा गुरुले मिलारेपालाई पाप शोधनार्थ अनेक दुःख कष्ट दिनु पर्यो। तर जुनसुकै कठिन परिस्थितिमा पनि मिलारेपाको आफ्नो गुरुप्रतिको अगाध श्रद्धामा अलिकति पनि कमी आएन। मिलारेपाका अमूल्य गीती उपदेशहरू, मिलारेपाका 1,00,000 गीत, 100,000 सङ्ग्स अफ मिलारेपा आजसम्म तिब्बती बौद्ध धर्मका निकै शक्तिशाली आध्यात्मिक साहित्य मानिन्छ। कर्मबाट भागेर मोक्ष पाइँदैन। कर्मलाई स्वीकार गरेर रूपान्तरण गर्दा मात्र मुक्ति मिल्छ। र अर्को कुरा, मन नै दुःख र मुक्ति दुवैको मूल हो। र यसैगरी अटुट गुरु परम्पराबाट मात्र मुक्ति सम्भव रहन्छ जस्ता थुप्रै कुराहरू उनले सिकाए। उनले आफ्नो जीवन मार्फत सम्पूर्ण संसारलाई यस्तो सन्देशहरू दिए। यसै कारण अहिले पनि मिलारेपाको कथा संसारभरका लाखौँ मानिसका लागि प्रेरणाको शाश्वत स्रोत बनिरहेको देखिन्छ। आदरणीय महानुभावहरू, यो थियो मिलारेपाको अद्भुत जीवन यात्रा र मण्डला थिएटर
को नाटकले यस कथालाई नेपाली भाषामा जीवन्त बनाइरहेको कुरा। यदि तपाईँ पनि आध्यात्मिक यात्रामा आध्यात्मिक नाटक वा जीवन परिवर्तनका कथामा चासो राख्नुहुन्छ भने अवश्य पनि यो नाटकलाई एकपटक हेर्नुहोला। अहिलेसम्म भिडियो हेरिदिनु भयो यहाँ सम्पूर्णलाई हार्दिक धन्यवाद र साधुवाद। अहिलेको लागि यति नै। अवश्य पनि अर्को यस्तै भिडियोहरूमा भेट हुनेछ। धन्यवाद। नमस्ते लसो।